नमस्कार दर्शक महानुभाव। हालै स्कटल्यान्ड भ्रमण सकाएर स्वदेश फर्केको नेपाली क्रिकेट टोली पुनः अन्तर्राष्ट्रिय यात्राको तयारीमा जोडिएको छ। आइसिसी लिग 2 र टी20 सिरिजमा स्कटल्यान्डमा उत्कृष्ट प्रदर्शन गरी हालै स्वदेश फर्केको नेपाली क्रिकेट टिम पुनः आइसिसी टी20 वर्ल्ड कप छनौटको तयारीमा जोडिएको छ। नेपाल क्रिकेट क्यानका अनुसार नेपाली क्रिकेट टोली आगामी अभ्यास टुर जुलाई महिनाबाट सुरु हुनेछ। पहिलो चरणमा नेपाली क्रिकेट टिम श्रीलङ्का भ्रमणमा निस्किनेछ। श्रीलङ्का भ्रमणपछि नेपाली टोली अस्ट्रेलिया भ्रमणमा निस्किनेछ, जहाँ पाकिस्तान र बङ्गलादेश ए टोलीसँग सिरिज खेल्नेछ। साथै बिग ब्यास लिगका अन्य टोलीहरूसँग पनि सिरिज खेल्ने कार्यतालिका रहेको छ। यो टुर अगस्त महिनामा अस्ट्रेलियामा हुनेछ। यो टुर नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि एकदमै उपयोगी मानिनेछ। त्यसपछि नेपाली क्रिकेट टोली सेप्टेम्बर महिनामा युए जानेछ र त्यस इतिहासमा नै पहिलो पटक टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग 3 खेलको टी20 सिरिज खेल्नेछ। यो सिरिज सेप्टेम्बर 25, 27 र 30 मा हुनेछ। यस सिरिजले नेपाली खेलाडीको आत्मबल साथै आफ्नो स्तर मापन गर्ने तथा त्यसले टोलीको कमजोरी, सुधारको खाका र सम्भावना पहिचान गर्न सहयोग पुर्याउनेछ। र त्यसपछि नेपाली टोली ओमान प्रस्थान गर्नेछ, जहाँ टी20 वर्ल्ड कप छनौट खेल्नेछ, जुन नेपाली क्रिकेटको लागि निकै महत्त्वपूर्ण हुनेछ, जसमा 9 टोली मध्ये टप 3 मा पर्न सके नेपाली क्रिकेट टोली 2026 मा भारत र श्रीलङ्कामा हुने टी20 विश्वकपमा छनौट हुनेछ। यसपछि नेपाली क्रिकेट टिमले अगस्तमा आइसिसी लिग 2 अन्तर्गत आफ्नो 5औं सिरिज युएमा खेल्नेछ, जहाँ युए र अमेरिकासँग 2-2 खेल खेल्नेछ, जसले गर्दा नेपाली क्रिकेट टिम आइसिसी लिग 2 को पोइन्ट टेबलमा एकदमै सुधार गर्ने मौका मिल्नेछ। यस्तै नेपाली क्रिकेट सम्बन्धी जानकारी पाउनको लागि दिनेश साई युट्युब च्यानललाई लाइक, सब्सक्राइब, सेयर गर्नुहोला। धन्यवाद।